हेलो साथीहरू, नमस्ते। सदा चाहिँ आज पनि म नयाँ भिडियो लिएर हजुरहरू सामु आएकी छु। हजुरहरूलाई यो बिरुवाको बारेमा कसलाई थाहा छ र यसको नाम के हो र के को लागि प्रयोग हुन्छ, प्लिज कमेन्ट गर्नु होला ल। मैले थाहा पाए अनुसार चाहिँ यसको नाम पत्थरचट्टा हो र यसले चाहिँ पेटमा रहेको पथ्यारालाई गलाउँछ अरे। यो चाहिँ पानी पर्ने सिजनमा धेरै उम्रिन्छ र हाम्रोमा चाहिँ फुल पनि फुलिसकेको छ। यो चाहिँ पत्ताबाट पनि मजाले फैलाउँछ है। कसलाई चाहिन्छ मलाई भन्नुहोस् ल, म दिन्छु। र यस्तै मेरो भिडियो मन परेमा लाइक, कमेन्ट र फलो पनि गर्नु होला। मन परेन भने त छँदैछ। अनि यस्तो भिडियो हाल्यो भनेर मलाई वैद्य नभन्नु होला है। म वैद्य छु। हामीले पनि यो बिरुवाको पत्ता खाँदा चाहिँ पथ्यारा जान्छ भनेको सुनेर हामीले पनि रोपेको, हामी पनि कहिले कहिले खाने गर्छौँ। त्यसैले तपाईँहरूको सामु यो बिरुवा देखाएकी छु। बाइ बाइ।